नमस्ते दर्शकवृन्द र आज चाहिँ हामीसँग एकजना साहित्यकार, गीतकार, सङ्गीतकार तथा गायक लेखबहादुर कार्की सर हुनुहुन्छ। उहाँ चाहिँ उदयपुर गाईघाटबाट आउनुभएको छ। गीतको रेकर्डिङको क्रमको लागि उहाँ आउनुभएको छ र उहाँको प्राय कामहरू सकिएको छ र उहाँसँग एउटा जम्का भेट पनि हाम्रो पनि भयो भर्जिन युट्युब च्यानलको लागि र उहाँलाई केही कुराहरू म सोध्न गइरहेछु। सबैभन्दा परिचय हजुरको पहिला दिनुहोला। नमस्कार, मेरो उदयपुर जिल्ला तिरजुगा नगरपालिका 7 को हो यो मेरो घर। म लोकदोहोरी विषयमा काम गर्ने हुँ। रचनाकार, सङ्गीतकार, गायककार पनि हुँ। अभिनय पनि गर्न सक्छु र मेरो कला क्षेत्र भनेकै लोकदोहोरी। हजुर अहिले काठमाडौँ आउनुभएको छ, कति दिन भयो अहिले? आज म काठमाडौँ आएको लगभग 7 दिन लगभग भइसक्यो है। भनेपछि कामहरू हजुरको भइरहेछ? कामहरू भइरहेछ। हजुर, आज अलिकति छ काम, रेकर्डिङको काम पनि छ। हजुर हजुर। अनि यही इन्टरभ्यू पनि हो मेरो। ए हजुर, त्यही त। हजुर हिजो पनि हामीले हजुरको इन्टरभ्यू लिने भने हजुर हिजो धेरै इन्टरभ्यूमा व्यस्त हुनुहुन्थ्यो है। र म हजुरको अब सरासर छोटकरीमा लिँदैछु। हजुरले चाहिँ अब यो गीत सङ्गीत र साहित्यमा कति वर्ष जति भयो हजुरको लगानी? म साहित्यकारमा लागेको चाहिँ 98 साल भदौ 15 गतेदेखि। ए हजुर हजुर। यो दोहोरी क्षेत्रमा लागेको 73 सालदेखि। 73 सालदेखि हजुर। 73 सालदेखि हो। अनि मैले निकैवटा भिडियो पनि बनाइसकेँ। हजुर। र मेरा श्रोताहरूलाई म भन्न चाहन्छु, हजुर, मेरो युट्युब च्यानलमा गएर हजुरहरूले यो सबै सब्सक्राइब गरेर, लाइक कमेन्ट गरेर मेरो गीतलाई राम्रो भन्दा राम्रो प्रयास गरिदिनु होला। हजुर। सारा नेपाली देश विदेशमा बस्ने सारालाई म यही अनुरोध गर्दछु। हस्, उहाँ बुवाले भनेको कुरा सुनिसक्नु भयो होला, हजुर र सम्पूर्ण दर्शक श्रोताबिन्दुहरू सुनिसक्नु भयो होला। र विशेष त उहाँको अहिले गीत सङ्गीतमा उहाँ 73 सालदेखि लाग्नु भएको हुनुहुन्छ होइन। तर एकदमै अलिकति भयो भने ढिलो समय जस्तो लाग्यो मलाई 73 सालदेखि भन्दा। उमेरको हिसाबले त उहाँ बुजुर्ग हुनुहुन्छ, उहाँ लगभग 72 वर्ष पुग्नुभएको अरे होइन। तैपनि उहाँको सास भनौँ, उहाँको एउटा साधना भनौँ, तपस्या भनौँ, अहिलेको हामीले उहाँबाट केही पाठ सिक्नुपर्छ जस्तो लाग्छ हामीले पनि उहाँबाट। किनकि उहाँको हिम्मत हेर्दाखेरि एकदमै खुसी लाग्छ। र अहिलेसम्म हजुरले कतिवटा चाहिँ गीत रेकर्ड गरिसक्नु भएको छ? मैले रेकर्डमा चाहिँ अहिले भिडियो नबनेका चाँडै भइसक्यो। हजुर हजुर। भिडियो त मेरो 9वटा 10वटा जति भइसक्यो। ए भइसक्यो। अनि भिडियोमा हजुरले पनि आफै पनि अभिनय गर्नुहुन्छ कि के हो? मेरो प्रायः जसो अभिनय मेरो आफ्नै छ। ए आफू पनि छु, तर दुई काममा म छुइनँ। हजुर। अभिनय एउटामा चाहिँ गायककार बसेको छु, एउटामा चाहिँ मेरो छैन। ए हजुर। अनि अहिले पनि हजुरको नयाँ गीतहरूको भिडियो बनाउने क्रम नै छ कि हजुरको के छ? हजुर, त्यही छ, मेरो क्रम छ। तर अलिकति आर्थिक पट्याएर अलिक मलाई ठुलो समस्या छ। आर्थिक? हजुर हजुर। आर्थिकबाट हजुर। र म भिडियो लगातारै म बनाउँदै जान्छु। ए हजुर हजुर। मेरा श्रोता साथीहरूले राम्रो गरी हेरिदिनु होला र मलाई साथ सहयोग दिनु होला। मेरो च्यानलको नाम छ कार्की च्यानल भन्ने छ। कार्की के छ? कार्की च्यानल भनेको छ। च्यानल कार्की भनेको छ। च्यानल कार्की भनेको छ। यो हजुरहरूले त्यसमा गएर सर्च गरेर
मेरो कलाहरू सबै हेर्न सकिन्छ। गाई यात्रा जस्तो पनि मेरो त्यहाँ छ। अनि मेरा गजल कविताहरू पनि धेरै हेर्न पढ्न पाइन्छ। हजुर अनि लोकदोहोरीका भिडियोहरू पनि मेरो धेरै हेर्न पाइन्छ त्यहाँ गएर। हजुर यति म सारा नेपाली देश विदेशमा छरिएर बस्नुभएका दाजुभाइ तथा दिदीबहिनी बुबा मम्मीमा म अनुरोध गर्न चाहन्छु। चिलो रुमाल सम्झना छोड्दैछु, राख है राख मायाले। हजुरलाई के भन्न चाहन्छु भने अहिलेसम्म हजुरले लगभग कतिवटा गीत चाहिँ रेकर्ड गरिसक्नु भएको छ त? मेरो भिडियो 8-9वटा भइसक्यो। हजुर रेकर्डिङ भएको मात्रै दिन अडियो 4वटा 5वटा भइसक्यो। भइसक्यो है। हजुर अब हजुरकै मुखारबिन्दबाट चाहिँ एउटा हजुरको राम्रो गीत चाहिँ एउटा सुन्न पाए हुन्थ्यो दर्शकहरूलाई श्रोताहरूलाई, जो चाहिँ अब अहिले त टिकटकको जमाना होइन, सबैले पनि हजुरलाई टिकटकमा पनि राखिदिनु ल। हजुरको एउटा मुखारबिन्दबाट चाहिँ एउटा चाहिँ गीत जाओस् न थोरै। म त बसे बाटामा पर्खेर, बाटामा पर्खेर गयो तिमी कहाँबाट तर्केर, रुमाल छाती छेउ यो दुखी मायालाई औ दिलमा राखिदेऊ, यो दुखी मायालाई औ दिलमा राखिदेऊ। आहा कति मिठो गीत है। अहिले यस्तो उमेरमा पनि आएर यति मिठो गाउनुहुन्छ है। र गीतहरू पनि कम्पोजिसन लय भाकाहरू पनि एकदम राम्रो गुन्नुहुँदैछ। रागाको सिकुटी जाडको भात रक्सीको बदल त्यो तिखे हात के गरी खान्छ मान्छेको जात, साथमा पैसा छैन एक जात एक बदल खायो माछ एक साथ, सुँगुरको मासु रक्सीको बोतल भनिया उसले कम छ कि असल, बेलुका जान्छ भट्टीमा 6 बजे भनिया उसले भात खाँदो भरे, खान्छ रक्सी मनमा छैन होस्, झिकिदिन्छ पैसा जति सिक्यो होस्, आइरहेछ उसलाई बाघ मारे जोस् जहाँ पनि लड हुँदैछ। ठिक छ, हजुरलाई धेरै धेरै बधाई र शुभकामना। उत्तर प्रगतिको कामना पनि गर्दैछु र आउने दिनहरूमा पनि हजुरको यस्ता गीतहरू हामीले धेरै सुन्न पाऊँ र अझै योभन्दा मिठा मिठा सृजनाहरू हजुर गर्दै जानुहोला। हाम्रोतर्फ यो भर्जिन युट्युब च्यानलको तर्फबाट हजुरलाई धेरै धेरै शुभकामना छ है। मेरो पनि शुभकामना छ हजुरलाई। हजुर मेरो इन्टरभ्यू लिइदिनु भएकोमा म पनि यो शुभकामनाहरूलाई टक्राउन चाहन्छु। हस् धन्यवाद, हस् धन्यवाद।